दर्शकबिन नमस्कार। सम्पूर्ण मिडियामा म हरिप्रसाद पाठक स्वागत गर्न चाहन्छु। पोखरादेखि काठमाडौँ जाँदै गरेको बस धादिङ जिल्लाको चरौदी भन्ने ठाउँमा अकस्मात रातको 1:15 बजे दुर्घटनाग्रस्त भएको अवस्थामा हामीहरूले भेट्यौँ, देख्यौँ र त्यहाँको केही तस्बिरहरू हामीले खिच्यौँ। त्यो अवस्था हेर्दै जाँदाखेरि बुझ्दै जाँदा त्यहाँ हामीहरूले प्रत्यक्ष त्यहाँ जाँदा पुग्दाखेरि 44 जनाले यात्रा गरिरहेका थिए र ती 44 जनामा 19 जनाको मृत्यु भइसकेको र 25 जना घाइतेलाई उपचार गर्नको लागि कसैलाई त्यही स्थानीयमा लगिएको छ भने कसैलाई काठमाडौँ पुर्याएको छ। 3 जना गम्भीर अवस्थामा छन् भन्ने कुरो जानकारी पाएका छौँ। एकदमै दुःखद खबर, एकदमै मुटु खलबलिने खालको चाहिँ यो घटनाले, यो दृश्यले कसको मन नरोला भन्न हामी सक्दैन। त्यसैले यो कसरी भयो, के कारणले भयो, 44 जना यात्रु बोक्ने त्यो बस हो कि होइन, क्षमताभन्दा बढी बोकेर भएको हो या कसको लापरवाहीको कारणले हो भन्ने यकिन थाहा पाउन सकिएको